वैदेशिक रोजगारीका लागि कोरियामा रहेका एक युवकले काठमाडौँका मेयर बालेन्द्र शाहको चौतर्फी चर्चा परिचर्चा गर्दै अत्यन्तै रहस्यमय गीत गाएका छन्। ल सुन्नुहोस् साथीहरू। जय जय गोरख, जय जय काली, जय नेपाल जय, बालेन शाहलाई जिताउनुहोस्, देश बनाउने भए। 3 वर्षमै काठमाडौँलाई कति गरे, देश लुटेर खानीहरू डागरेर मरे। कोहीले भन्छन् लुसिफर रे, कोही भन्छन् गजडी, जिब्रो फेरि थुतेला है नबोलौँ के बढी। हामीलाई के नै सुख छ र, चिना झोले चिना जनता चिना नेता चिना, बालेन जस्तो महान युवाहरू कोही भेटिन। इतिहास जोगाउनलाई हिँडेपछि लाएर, टुकुचाले न्याय पायो बालेन साएर। लुटिएका कयौँ जमिन सरकारमा सारे, साङ्ग्रा सडक पेटीहरू चाक्ला चाक्ला पारे। हामीलाई के नै सुख छ र, कतै डलर सहयोग दिए, एम्बुलेन्स पठाए, बेनियमका संरचना सब कुरा हटाए। गरिब जेन्दार जहाँ थिए धेरै मुस्किलमा, छात्रवृत्ति छुट्टाएको थिए स्कुलमा। नर्क जस्तो राजधानी थियो अहिले स्वर्ग बन्यो, नबुझ्नेले विदेशीको दलाली हो भन्यो। हामीलाई के नै सुख छ र, कानुन बाहेक कसैसँग होइन नि डराउनी, आफै सचेत बने हुन्छ बिचबिचमा कराउनी। हाम्रो संस्कार हाम्रो गौरव हुन्न है बिगार्न, लाखौँ बालेन जन्माउनु छ यो देश सिगार्न। उनको विरोध गर्नेहरू बोल्दा बोल्दै थाके, फेसबुकमा चर्चित बनी विश्व रेकर्ड राखे। हामीलाई के नै सुख छ र, स्वतन्त्रमा आए प्रधानमन्त्रीको पद पाए, झापाबाट होलीसँग चुनाव लड्न लाए। बालेन शाह भनेपछि जनसागर उर्लिन्छ, केपी जस्तो हत्यारालाई कसले भोट दिन्छ। जसरी नि जितिनेछ कुरा छोडौँ अरू, बिहान बेलुका शङ्खा घन्टी बजाइहालौँ बरु। हामीलाई के नै सुख छ र। यदि हजुरहरू बालेन शाहको पक्षमा हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेरेर संसारभरि सेयर गरिदिनु होला।